गणतन्त्रवादीहरू चाहिँ सिंहदरबार जानु होला, राजावादीहरू नारायण हिटी जानु होला, तर एउटा राम्रो आलिशान घर खोजेर बसिरहनु भएको व्यक्तित्वहरू चाहिँ उयो ब्रान्ड न्यू सेमी बङ्गलो सेमी फर्निस्ड घर अवश्य हेर्न आउनु होला। नमस्कार दर्शकबिन, आज हामी घरधनी रियल इस्टेट सल्युसनले हजुरहरू सामु भङ्गाल हाइट मेन रोड 32 फिटे मेन रोडबाट एक किताभित्र 13 फिटे ढलाने बाटो अगाडि अवस्थित यो ब्रान्ड न्यू सेमी बङ्गलो सेमी फर्निस्ड प्रपर्टी लिएर हट सेलमा आइसकेका छौँ। बुढानीकण्ठ 2 गणेश चोकबाट जम्मा 250 मिटर्सको डिस्टेन्समा रहेको एकदमै प्राइम लोकेसनमा अवस्थित यो घरमा टोटल फ्लोर प्लान 6 BHK छ, जसमा रेन्टल अप्सन 2 BHK हो भने माथि ओनरको लागि 4 BHK फ्लोर प्लान रहेको छ, जसमा 2टा अट्याच बाथरुम सहितको मास्टर बेडरुम पनि छ विथ बाल्कनी एक्सेस अफ कोर्स। एकदमै प्रिमियम लग्जरी ब्रान्डेड सामान हालेर फिनिसिङ गरिएको यो घरको आस्किङ प्राइस जम्मा 4 करोड 45 लाख छ। 5 आना क्षेत्रफल छ, 2टा गाडी पार्किङ, 5-7 वटा बाइकहरू राखेर मजाले रेन्टमा लाएर एकदमै VIP लोकेसनमा छ है दर्शकबिन। सबै सुविधा खानेपानी बत्ती बिजुली ढल इन्टरनेट केबल लगायत सम्पूर्ण सोसियल पब्लिक एमिनिटिज भएको ठाउँ हो यो बुढानीलकण्ठ भङ्गाल भनेको। तुरुन्तै हामीलाई सम्पर्क गरेर बुकिङको लागि कल गरिहाल्नु होला। आउनुहोस् पहिला हामी यो घरको इन्टेरियर एलिभेसन पनि एक्सप्लोर गरिहालौँ। लेट्स गेट इनसाइड। अलराइट, हामीले हजुरहरूलाई एक्सटेरियर एलिभेसन देखाइहाल्यौँ। बुटिक डिजाइनमा बनेको छ, पर्फेक्ट लेआउट, म्याग्निफिसेन्ट आर्किटेक्चर, एकदमै राम्रो इन्जिनियरिङ छ। यो पार्किङ स्पेस हो, फसाड हो, घरको एम्पल पार्किङ छ। वेस्ट फेसिङ यो घरमा दिनभरिको मिठो घाम लाग्छ। वास्तुशास्त्र पनि टक्रकै मिलाएर बनाइएको छ। 2टा जत्रो पनि गाडी अर्थात् ऊ त्यहाँनिर 15,000 लिटरको रिजर्भ ट्याङ्क छ। सम्पूर्ण फेसिलिटिज एमिनिटिजहरू एभाइलेबल भएको है। डुप्लेक्स सिस्टममा बनेको छ। रेन्टल अप्सन टेनेन्ट्सहरूको लागि सेपरेट इन्ट्रेन्स छ। फर्स्टमा हामी हजुरहरूलाई यो आउटर एलिभेसन देखाउँदै मेरो लेफ्ट ह्यान्ड कर्नर हुँदै रेन्टल अप्सन एक्सप्लोर गराउँछु, जसमा टोटल फ्लोर प्लान 2 BHK छ। आउनुहोस्, एकदमै खर्च गरेर ब्रान्डेड सामान हालेर बनाइएको छ। पहिला यो ढोका हेर्नुहोस्, रेन्टल इन्ट्रान्समा छिर्नुभन्दा अगाडि मजाको ह्यान्ड क्राफ्टेड सालवुडबाट बनेको ढोका छ। भित्र आउनुहोस्, लिभिङ हल स्पेस हो यो। फल सिलिङ लाइटिङ मजाको छ, कलरिङ एकदमै राम्रो छ। 2टा नेचुरल लाइट पास हुनको लागि स्लाइडर विन्डो पनि राखिएको छ। टोटल 2टा बेडरुम, एउटा किचन, कमन बाथरुम र ब्याकयार्ड स्पेस पनि छ। पहिला फर्स्ट बेडरुम देखाउँछौँ। मजाको स्पेसियस बेडरुम छ, नेचुरल लाइट एक्सेसको लागि विन्डो पनि राखिएको छ। लाइटिङ कलरिङ मजाको छ, बलास है बेडरुम। त्यहाँबाट ठ्याक्कै बाहिर आउँदाखेरि टुवर्ड्स द लेफ्ट साइड इज योर किचनेट सेक्सन, टाइल फ्लोरिङ गरिएको छ। लाइटिङ कलरिङ मजाको छ। क्याबिनेटरी सेक्सन देख्न सक्नुहुन्छ, भेन्ट हुड पनि देख्न सक्नुहुन्छ। त्यहाँनिर स्टेनलेस स्टिलको सिङ्क छ, क्याबिनेटरी डबल साइडर छ, ग्रेनाइट काउन्टर टप छ। त्यहाँबाट अलिकति अगाडि जानुभयो भने ब्याकयार्ड स्पेस पनि देख्न सक्नुहुन्छ। ठ्याक्कै किचनबाट बाहिर घर धन्ना गर्नको लागि ओपन स्पेस छोडिएको छ, टाइल फ्लोरिङ गरेको छ, एउटा फसेट छ। पछाडिबाट एउटा घरको एलिभेसन पनि हामी हजुरहरूलाई देखाइहाल्छौँ। हेर्नुहोस्, 3 तिरबाट ओपन छ घर, स्पेसियस छ, 5 आना क्षेत्रफलमा रहेको छ, प्राइम लोकेसन छ। हामी बाहिर निस्किन्छौँ यो हलवे प्यासेजवे तर्फ। टुवर्ड माई राइट ह्यान्ड साइड इज योर कमन सेयर्ड बाथरुम, फुल बाथ अप्सन हो। शावर, सिङ्क, फसेट, पेडेस्टल सिङ्क रहेछ, बिडेटहरू पनि छ, टावल हुक सबै छ। यहाँनिर अर्को एउटा बेडरुम अप्सन छ जुन अहिले लक छ है दर्शकबिन। ल 2 BHK टोटल फ्लोर प्लान रेन्टल अप्सनको लागि मजाले भाडा लाग्ने ठाउँ हो। मजाले 20-25 हजार रेन्टल अर्निङ गरेर आफू माथि आरामसँग बस्नुहुन्छ। सेपरेट इन्ट्रेन्स छ है ओनरको लागि। अब भने हामी माथि ओनर स्पेसमा जान्छौँ। आउनुहोस्। अलराइट लेडिज एन्ड जेन्टलमेन, यो इन्ट्रेन्स वेबाट अब हामी ओनर स्पेसतर्फ जाँदैछौँ। आउनुहोस् बिस्तारै। आउँदै देख्न सक्नुहुन्छ ह्यान्ड क्राफ्टेड सालवुडबाट बनेको यो वुडन डोर, जसले हामीलाई वेलकम गर्छ। एकदमै राम्रो भाइब दिइरहेको छ, पोजिटिभ भाइब दिइरहेको छ। यो घरभित्र छिर्दै गर्दाखेरि जङ्गली सिसो प्रयोग भएर बनाइएको छ। मजाको एउटा बालुस्ट्रेड देख्न सकिन्छ, स्पाइरल स्टेयरकेस छ। पलिसिङको कामहरू हुँदैछ, फिनिसिङ टचेसहरू गर्न बाँकी नै छ अझै। जो भाग्यमानी व्यक्तिले यो घरको बुकिङ गर्नुहुन्छ उहाँको नाममा फिनिसिङ हुनेछ यो घर। ल मिनी साइज च्यान्डेलियर देख्न सक्नुहुन्छ। माथि फल सिलिङ लाइटिङ पनि मजाको छ। नेचुरल लाइट पासेसको लागि स्लाइडर विन्डोहरू पनि छ UPVC को। एकदमै राम्रो फर्निसिङ देख्न सकिन्छ घरमा। टक्कै
मजाले एकचोटि हजुर ठ्याक्कै बाहिर जानुभयो भने टुवर्ड्स द वेस्ट डिरेक्सन अफ द हाउस हैन बाल्कनी एक्सेस पनि रहेको छ नेचुरल लाइट पासेसको लागि है एकदमै सिरिन पिसफुल रेजिडेन्शियल लोक्यालिटीमा त हामी भङ्गाल हाइट्समा छौँ सो एकदमै ढुक्क छौँ यो घर किन्दा हुन्छ है दर्शकबिन अब भने हामी ओनरको फ्लोर प्लान एक्सप्लोर गर्छौँ टिभी क्याबिनेट्री देख्न सक्नुहुन्छ फल सिलिङ लाइटिङ कलरिङ मजाको छ पार्केटेड फ्लोर छ हैन अब शोकेसेसहरू पनि देख्न सकिन्छ एकदमै प्रिमियम सामान हालेर बनाइएको छ अलराइट त्यहाँबाट ठ्याक्कै अलिकति अगाडि आउनुभयो भने हामीले एउटा मास्टर बेडरुम अप्सन देख्छौँ र त्योभन्दा अगाडि टु माई राइट इज अ कमन सेयर्ड बाथरुम विच इज अफकोर्स अ फुल बाथ अप्सन भ्यानिटी सिङ्क एउटा बाहिर राखिएको छ जसमा पोर्सेलिनको सिङ्क पनि देख्न सकिन्छ भित्रपट्टि फुल बाथ अप्सन छ कमोड सिङ्क शावर बिडेड फसेट टावल हुक टाइल फ्लोरिङ गरिएको छ ब्याक स्प्ल्यासेसहरू पनि एकदमै राम्रो छ भेन्टिलेसनको लागि झ्याल राखिएको छ UPVC को टक्क त्यहाँबाट यता आउँदै गर्दाखेरि यो मास्टर बेडरुम देख्न सक्नुहुन्छ फुल्ली फर्निस्ड छ यो बेडरुम अट्याच वार्डरोब अट्याच क्वीन साइज बेड भएको नाइट स्ट्यान्ड्सहरू भएको बाल्कनी एक्सेस पनि भएको फल सिलिङ लाइटिङ कलरिङ एकदमै मजाको पार्केटेड फ्लोर पनि भएको र एउटा क्लोजेट भित्रको वाटर क्लोजेट भन्छ यसलाई यहाँबाट भित्र जाँदै गर्दाखेरि एउटा अट्याच बाथरुम अप्सन पनि छ है दर्शकबिन फुल बाथ अप्सन हो all fixtures amenities required for a bathroom available वाटर क्लोजेट हो यो जसमा चाहिँ क्लोजेट भित्र नै बाथरुम हुने गर्दछ है एकदमै मजाको वेस्टर्न डिजाइनमा बनाइएको छ होटेल्सहरूमा पनि यति मजाको फिनिसिङ पाइँदैन है कतिपय होटेल्समा जानुभयो भने यो मास्टर बेडरुमबाट ठ्याक्कै बाहिर निस्किँदै गर्दा हेर्नु है दर्शक एकदमै प्रिमियम घर छ तुरुन्तै बुकिङ गर्नुहोस् बुरालिन कन्ठ 2 बङ्गाल हाइट्सबाट छौँ है हामी ल टु माई लेफ्ट इज योर किचन डाइनिङ सेक्सन वाउ लेडिज एन्ड जेन्टलमेन कुनै रिजोर्ट स्टाइल होटेलमा आएको भाइब दिइरहेको छ ग्रेनाइट काउन्टर टप छ क्याबिनेट्री सेक्सन देख्न सक्नुहुन्छ एसके एनर्जीको अटो भेन्ट हुड छ यहाँनिर स्टेनलेस स्टिलको अन्डर माउन्ट डबल साइडर सिङ्क छ शो केसेसहरू यहाँनिर देख्न सक्नुहुन्छ भेन्टिलेसनको लागि नेचुरल लाइटको लागि एउटा स्लाइडर विन्डो राखिएको छ टाइल फ्लोरिङ गरिएको छ फल सिलिङ लाइटिङ मजाको छ कलरिङको त कुरै भएन प्रिमियम ब्रान्डेड कलरिङ छ यहाँनिर बार सेक्सन पनि छ एउटा शोकेस यहाँनिर सायद फ्रस्टेड ग्लास एड अन हुन्छ होला यहाँनिर पनि एउटा जस्ट यो डग लेग स्टेयरकेसको बिनिथमा मुनिपट्टि एउटा अर्को क्याबिनेट्री सेक्सन छ स्टोरेजको लागि ल आउनुहोस् अब यो किचन डाइनिङ सेटअप एक्चुअली त्यो हजुरहरूको फर्मल डाइनिङ सेटअप पनि हो है जहाँनिर अघि हामीले देख्यौँ यहाँनिर डाइनिङ टेबल 4 सिटर डाइनिङ मजाले अट्छ त्यहाँबाट अब हामी माथि जान्छौँ र माथि टोटल फ्लोर प्लान 3टा बेडरुम छ जसमा अर्को पनि एउटा अट्याच्ड बाथरुम भएको मास्टर बेडरुम छ आउँदै गर्दा यो स्पाइरल स्टेयरकेस त देखिहाल्नुभयो यसको बलुस्ट्रेड पनि देखिहाल्नुभयो तर यो बिग साइज स्यान्डेलियर जुन चाहिँ एकदम ग्लिमरिङ हिसाबले चम्किरहेको छ यो स्यान्डेलियर हेर्नुहोस् कुनै एउटा बुटिक होटेलमा पनि देखिँदैन यस्तो प्रिमियम स्यान्डेलियर लाइटिङहरू फल सिलिङ लाइटिङ कलरिङ मजाको चाहिँ हलवे प्यासेज वेमा आउँदै गर्दाखेरि यहाँनिर म देख्न सक्छु 3टा बेडरुम छ टोटलमा हेर्नुहोस् है कति मजाको इन्जिनियरिङ कति मजाको एस्थेटिक्स कस्तो मिठो एनर्जी पास अन भइरहेको छ एकदम राम्रो भाइब दिइरहेको छ फर्स्टमा हामी मेरो राइट ह्यान्ड साइड हुँदै हजुरहरूलाई यो कमन बाथरुम सर देखाउँदै जुन अफ कोर्स हजुरहरूको फुल बाथ अप्सन हो टोयलेट सिङ्क शावर बिडेड टावल हुक सबै चिज भएको टाइल फ्लोरिङ पनि गरिएको छ यहाँनिर एउटा मास्टर बेडरुम छ है दर्शकबिन मैले बत्ती स्विच अन गरिदिन्छु फुल्ली फर्निस्ड बेडरुम छ बाल्कनी एक्सेस भएको लाइटिङ कलरिङ फल सिलिङ मजाको छ प्रिमियम सामान हालेर बनाइएको छ पार्केटेड फ्लोर छ क्वीन साइज attached beds with double night stands for you and here is your wardrobe option with a water closet which means you have your attached bathroom inside this very closet ladies and gentlemen and this of course is your full bath option all fixtures required for a bathroom available है त ल त दर्शकबिन यदि मजाको घर हेरिसकेपछि बुकिङ चाहिँ गर्न नबिर्सिनु होला तुरुन्तै तल दिएको कन्ट्याक्ट डिटेल्समा सम्पर्क गर्नुहोस् हामी हो घरधनी रियल इस्टेट सल्युसन अब घरधनी बन्ने पालो तपाईको अर्को पनि एउटा बेडरुम छ यहाँनिर
बाल्कनी एक्सेस सबै बेडरुममा छ, पार्किटिङ सबै बेडरुममा छ, फल सिलिङ लाइटिङ कलरिङ सबैमा छ, स्लाइडर विन्डो नेचुरल लाइट लाइट सबै बेडरुममा छ। होइन यो त एउटा होटेलै हो कि क्या हो दर्शक? एकदमै प्रिमियम डिजाइन छ, लग्जरी सामान हालिएको छ। म यो घर छिर्दै गर्दाखेरि हामी सुट गर्दैखेरि त्यो फिलिङ, त्यो भाइब, अपुलेन्ट भाइब, लग्जरियस भाइब हामीले फिल गरिरहेका छौँ। मिस नगर्नु होला यो प्रपर्टी। ल त्यहाँबाट ठ्याक्कै बाहिर आउँदै गर्दाखेरि हामीले अर्को पनि एउटा बेडरुम अप्सन छ जुन हजुरहरूलाई देखाउनु पर्ने छ। एक्चुअली हलवे प्यासेजवेलाई फेरि देखाउँदै अर्को पनि एउटा बेडरुम अप्सन देखाउँदैछु। ओभरअल लागि टोटल 4 BHK फ्लोर प्लान रहेकोमा यो फाइनल बेडरुम अप्सन हो विथ पार्केटेड फ्लोर, फल सिलिङ लाइटिङ कलरिङ मजाको भएको, नेचुरल लाइट एक्सेसको लागि स्लाइडर विन्डो पनि भएको साउथ पोर्सनतर्फ है। एकदमै काम लाग्ने हाइटमा अवस्थित बङ्गाल हाइट, बुढानीकण्ठ 2, गणेश चोकबाट एकदमै नजिकै, खानेपानी बत्ती बिजुली ढल पब्लिक सोर्स एमेनिटिज सबै नजिकै भएको, आउटर टेरेस मिनी टेरेस यही हो। साँझको समयमा खिचिरहेको छ, एकदमै मिठो भाइब आइरहेको छ, मिठो हावा लागिरहेको छ, शीतल छ यतिखेर, धेरै घाम पनि लागेको छैन, पानी पर्न खोजेको छ तर परिहालेको चाहिँ छैन किनभने हामी सुट गर्न आएका छौँ। अफकोर्स टाइल फ्लोरिङ गरिएको छ, यो वालहरूमा ग्रेनाइट काउन्टर टप देख्न सक्नुहुन्छ, वाल लाइट्सहरू स्कन्सेसहरू देख्न सक्नुहुन्छ, कलरिङ पनि प्रिमियम छ, 15 वर्ष छुनै पर्दैन त्यति मजाको कलरिङ छ। एकदमै बलियो तरिकाले नयाँ मापदण्डमा बनेको। अब त्यहाँबाट हामी यो स्लाइडर डग लेग स्टेयरकेस हुँदै स्टेनलेस स्टिलको बार राखिएको छ, ग्रेनाइट फ्लोरिङ गरिएको छ। यो स्टेयरकेसमा हामी घरको रुफटपतर्फ आउँदै गरेका छौँ है लेडिज एन्ड जेन्टलमेन। Oh my God, I don't know what to describe with this very vantage point. बुढानीकण्ठ एरिया, काठमाडौँ भ्यालीको सिनिक ब्युटी देख्न सकिन्छ यो रुफटपबाट। हेर्नुहोस् शिवपुरी जङ्गल पनि देख्न सकिन्छ, नेसनल पार्क यहीँबाट अवलोकन गर्न सकिन्छ। मेन हाइवे उ त्यहाँनिर हो, 250 मिटर्स पनि छैन होला। मजाको छ है दर्शक। ल एउटा प्यानोरामिक एङ्गल हामीले देखाएका छौँ। यो रुफटप पोर्सन हो, रुफटप हो, टाइल फ्लोरिङ गरिएको छ, मजाले सिक्युरिटीको लागि बारहरू, आइरन बारहरूले प्रोटेक्सन पनि दिइएको छ। यहाँनिर अर्को पनि एउटा अप्सन छ हजुरहरूको लागि, यो चाहिँ पूजा कोठाको रूपमा युज गर्न सक्नुहुन्छ। वास्तुशास्त्र हिसाबले टप फ्लोरमा रुफटपमा पूजा कोठा हुनु भनेको धेरै राम्रो हो है। त्यहाँ पूजा आराधना गर्ने, त्यहाँबाट ठ्याक्कै बाहिर निस्किने, यहाँनिर मेडिटेसन गर्ने, मेडिटेसन सक्ने, त्यसपछि एकछिन सिनिक ब्युटी हेर्ने, आनन्द लिने घरमा बसेर एक्सर्साइज गर्ने हो कि डान्स गर्ने हो कि यहीँ बसेर गर्न सकिन्छ। सोलर प्यानल पनि छ एकदमै प्रिमियम डिजाइनको। नेपाल टपको 1000 लिटर्स इचको वाटर ट्याङ्क देख्न सकिन्छ माथिपट्टि। यहाँ वाटर फिल्टरेसन पनि छ, त्यहाँनिर एउटा फसेट पनि छ सामान्य घर धन्दाको लागि। अलराइट लेडिज एन्ड जेन्टलमेन, कस्तो लाग्यो त यो होम टुर? अवश्य कमेन्ट गर्नु होला, लाइक शेयर एन्ड सब्सक्राइब अफकोर्स गर्नु होला। यतिखेर भने हामी बुढानीकण्ठ बङ्गाल हाइटमा छौँ। यो 5 आना क्षेत्रफलमा बनेको ब्रान्ड न्यू सेमी बङ्गो सेमी फर्निस प्रपर्टीको रुफटपमा बुढानीकण्ठ गणेश चोक मेन हाइवेबाट जम्मा 250 मिटर्सको डिस्टेन्समा एम्पल पार्किङ भएको रेन्टल अप्सन 2 BHK र माथि ओनरको लागि 4 BHK फ्लोर प्लान भएको वेस्ट फेसिङ। यो घरको अगाडि 13 फिटे ढलाने बाटो छ, 32 फिटे मेन रोडबाट जम्मा 1 किता भित्र रहेको छ। यो घर प्रिमियम लग्जरियस सामान हालेर फिनिसिङ गरिएको। यो प्रपर्टीको आस्किङ प्राइस जम्मा 4 करोड 45 लाख रहेको छ। तुरुन्तै बुकिङ गर्नुहोस्, प्राइस मिल्छ। अवश्य पनि हामीलाई कल गर्नुहोस्, कमेन्ट गर्नु होला। हामीले यो घरको साँचो हजुरहरूलाई दिनेछौँ। रिजनेबल रेटमा यो घर हजुरहरूको नाममा पास गराइदिनेछौँ। आजै कल गर्नुहोस्, किनभने हामी हो घरधनी रियल इस्टेट सल्युसन। अब घरधनी बन्ने पालो तपाईँको।